15 पुसको चिसो जाडो चल्दै हामी खाँदैछौँ कफी अनि बाहिरको हावा चाहिँ यस्तो रहेको थियो। हामी चाहिँ स्पिकिङ खेल्दैछौँ अनि आज चाहिँ पुस 15 अनि हामीले पुस 15 मनाउनको लागि हामीले चाहिँ आज पकौडा बनाउन गइरहेका छौँ। अनि माइजल चाहिँ यहाँ पकौडाको लागि पिठो बनाउँदै हुनुहुन्छ अनि यहाँ भूमिकाले तेल तताउँदै हुनुहुन्छ पकौडाको लागि। पकौडाको पिठो कहिले रेडी भएको कारणले अनि हामी चाहिँ पकौडा बनाउन सुरु गऱ्यो। भूमिकाजीले तेलमा पकौडा राख्दै हुनुहुन्छ। बिहान हामीले चाम्रे लटे पकाएको थियौँ अनि कहीँ चाम्रे भनिन्छ कहीँ लटे भनिन्छ। बिहान पकाएको थियौँ तर भिडियो खिच्न बिर्सेछौँ अनि अहिले चाहिँ हामी पकौडा इन्जोय गर्न गइरहेका छौँ। पकौडा नि अब त पुरा पाकिसक्यो अनि सबैजना सिरा कोडेर पकौडा खाँदैछौँ। सायद हजुरहरूले पनि पकौडा खाँदै हुनुहुन्छ होला। फुरौला पकौडा अनि लटे अनि अब जाडो छल्नको लागि तातो तातो सेतो चिया त खानै पर्यो अनि अरूले चाहिँ सेतो चिया खाँदिनुहुन्छ। म चाहिँ कालो कफी पिइसकेको थिएँ। म सेतो खाँदिनँ त्यही भएर ल थ्याङ्क्स फर वाचिङ गाइज।